सो हाई गाइज धेरै समय पछाडि चाहिँ सो फाइनल्ली चाहिँ एउटा युट्युबमा चाहिँ भिडियो अपलोडिङ गर्न लाग्यो होइन। टाइम पनि धेरै भइसकेछ नगरेको। सो भिडियो चाहिँ अपलोडिङ गर्न लाग्यो, प्रिपेरिङ भइरहेछ। प्रिपेरिङ भिडियो भनेर चाहिँ देखाइरहेछ। अनि छिटै अब चाहिँ पोस्ट गर्छु। धेरै समय भइसक्यो पोस्ट नगरेको नि, अपडेटिङ नगरेको नि धेरै भइसक्यो। अब चाहिँ बिस्तारै भिडियोहरू चाहिँ हालिराख्छु। म चाहिँ त्यही हो, भिडियोहरू चाहिँ हालिराख्छु। अब काममा अलिक फोकसिङ गर्छु म चाहिँ युट्युबतिर चाहिँ। अहिलेलाई अरू प्लेटफर्ममा चाहिँ भिडियोहरू चाहिँ आउँदैन मेरो। अरू प्लेटफर्ममा टिकटक, फेसबुक, इन्स्टातिर चाहिँ अहिले नै आउँदैन मेरो भिडियोहरू चाहिँ। त्यो 1-2 वर्ष पछाडि नै आउँछ त्यो अरू प्लेटफर्ममा चाहिँ मेरो भिडियोहरू। अहिलेलाई चाहिँ म जस्ट युट्युबतिर मात्रै फोकसिङ गर्छु होइन। अनि त्यस पछाडि चाहिँ त्यही हो, अनि 1-2 वर्षमा चाहिँ सिकेर अनि अरूतिर नि हाल्नु बिस्तारै भन्ने सोच्छु मेरो चाहिँ। तर फिक्स चाहिँ छैन, अलि अगाडि नै हुनसक्छ, 1 वर्षभन्दा नि अझ ढिला नै हुनसक्छ होइन। तर अहिलेलाई चाहिँ एउटा भिडियो हालेको होइन, प्रिपेरिङ भइरहेको छ, हुनै लागिरहेको छ। अनि त्यो भएपछि चाहिँ हुन्छ। मेरो भिडियो अपलोडिङ नगर्नुको मेन कारण चाहिँ त्यही फोनको स्टोरेज थिएन, भिडियो हाल्न नि मिल्दैन थियो। सो त्यही भएर नि हाल्नै पाएन मेन कारण। अनि सेकेन्ड रिजन भनेको चाहिँ सो फाइनली रेडी भइसक्यो भिडियो पनि होइन। भिडियो पनि रेडी भइसक्यो, अपलोड गर्छु त्यो चाहिँ। अनि सेकेन्ड रिजन भनेको चाहिँ काम गर्दा होइन, कामले थकाइ लागिहाल्यो। अनि खासै भिडियो बनाउनु त मन नलाग्ने, अब थाकेर आए हुन्छ, दिनैभरि काम गरिन्छ, अलिक गाह्रो नै हुँदो रहेछ नि त्यस्तो भएपछि चाहिँ। अनि चाहिँ त्यही भएर चाहिँ भिडियो बनाइएन। अनि केही त फोनको स्टोरेज बनाउनलाई ठाउँ पनि भएन होइन। त्यही भएर चाहिँ एकदम गाह्रो भइरहेको थियो। अब चाहिँ आउँछ, रेगुलर आउँछ जस्ट सिकिरहेको छु, त्यति नै हो अहिलेलाई चाहिँ। ओके, आई पोस्ट दिस भिडियो। टाटा, बाई बाई।